हाम्रो गेम सुरु भइसकेको छ। आज चाहिँ हाम्रो बोन रेमा गेममा भनौँ न हाम्रो नेपाल डार्मस्टाड एफसी र एनएफसी बोनको फ्रेन्डली म्याच। हाम्रो आज चाहिँ हामी लास्ट टाइम डार्मस्टाड गएको थियौँ खेल्नलाई एनएफसी बोन। अहिले चाहिँ डार्मस्टाडको ब्रदरहरू यता आउनुभएको छ। सो यता हाम्रो यो के निलो भन्छ पर्पल कलरमा चाहिँ नेपाल डार्मस्टाड एफसी ल राम्रो चान्स हुन सक्छ। यो सागर दाइलाई सुरुमै ओइ सेभ राम्रो थियो, धेरै नै राम्रो थियो यो पास। तर पनि सागर दाइको राम्रो आइटेम थियो, उता किपरले बचाउनु भएको छ। यो ओहो कर्नर हान्न हाम्रो प्रहलाद ब्रो जानुभएको छ। त्यस्तै यो कर्नर पनि राम्रो हुन सक्छ। यो यतापट्टि यो फेरि डार्मस्टाडले लगेको छ। ओहो डार्मस्टाडको राम्रो यो राम्रो अगाडि बढाइसकेको छ बललाई, राम्रो बल अगाडि बढाइसकेको छ। यो यतापट्टि उतापट्टि राम्रो चान्स, कस्तो कम्पिटिटिभ गेम हुन सकेको छ। ल सुयसले क्लियर गरेको छ, यो हरराम दाइले पाउनु भएको छ बल। फेरि पनि डार्मस्टाडमै अहिले सुरुमा अलिकति एकदमै रोमाञ्चक भइरहेको छ। आजको हाम्रो लाइनअप चाहिँ एज युजल किपर सेरिज, यतापट्टि सुशान्त भाइ, अनि त्यसपछि बिचमा सुयस र हाम्रो अमृत दाई, त्यस्तै उतापट्टि पर भूपेन दाई र बिचमा दिपेन्द्र दाई र सतीश ब्रोदर, अनि हाम्रो प्रहलाद, अनि यता हरराम दाई, उता बिचमा यता प्रेम दाई हो क्या, यता विङ्समा बिचमा हरराम दाई, त्यस्तै पनि पर चाहिँ सागर दाई। ल गेम रमाइलो भइरहेछ अहिलेसम्म, सोफार एकदमै इन्ट्रेस्टिङ। अघि दुइटै टिमले एउटा राम्रो चान्स पाएको थियो। लग्यो ओए हरराम दाइलाई यो राम्रो पास हुन सक्छ। यो ओ धेरै भयो। उतापट्टि हाम्रो यो आउट हुन गएको छ डार्मस्टाडलाई। यो चाहिँ हामीले एज युजल हामी 3टा गेम खेल्छौँ 30 मिनटको, सो टुर्नामेन्ट फर्मेट टाइपको। योपालि चाहिँ हाम्रो उतापट्टि म्यानेजर, टिम म्यानेजर प्लस कोचमा हुनुहुन्छ नकुल दाई। त्यस्तै हाम्रो यतापट्टि म्यानेजमेन्टमा सरोज दाईदेखि लिएर अमन दाई अब बिचमा छिर्न सक्नुहुन्छ अरे, अहिले लाइन्सम्यान भइराख्नु भएको छ। हामीलाई रेफ्रीको लागि चाहिँ हाम्रो एलेक्सले हेल्प गरेको छ। त्यस्तै उतापट्टि लाइन्सम्यानमा तोबी र अरू हाम्रो सब्स्टिट्युट प्लेयर म्यानेजमेन्टहरू चाहिँ उतापट्टिको साइडमा हुनुहुन्छ। त्यस्तै यता चाहिँ ड्रेसिङ रुम छ र अर्को हाम्रो इन्स्टा 360 क्यामेरामा चाहिँ श्रेया दिदी र एलेक्सको साथी यहाँ हुनुहुन्छ। ल ओ राम्रो ओइ राम्रो सुशान्तको यो हरराम दाईको यो राम्रो ट्याकल हुन सक्छ। भेट्यो तर किपरलाई पास गयो 19 नम्बर। फेरि पनि तर बल डार्मस्टाडकैमा। गेम चाहिँ अलिकति अब सुरु भएर होला, सबैजनाले अलिक हतार भइरहेछ। यो प्रेम दाईको त्यो हरेराम दाईले भेटाउनु भयो, यो अझै राम्रो चान्स हुन सक्छ। क्लियर भएको छ, बल क्लियर हुन पुगेको छ र अब फेरि पनि कर्नर हान्नको लागि यहाँ प्रहलाद
ब्रो जानु हुँदैछ तर यसपालि कर्नर होइन त्यही सर्ट पास भएको छ हरराम दाईलाई हरराम दाईको यो क्रस हुन सक्छ राम्रो राम्रो थियो तर गोल हुन सकेन केही छैन यसरी नै प्रयास जारी राख्नुपर्छ हाम्रो यो फ्रेन्डली चाहिँ भइराखेको हुन्छ अब डार्मस्टाड ब्रदरहरूसँग चाहिँ हामी पहिलोचोटि लास्ट विन्टरमा गएको थियौँ क्या अनि अब उहाँहरू समरमा आउनुभयो तर आज समर जस्तो चाहिँ छैन पुरै धुम्म भइरहेको छ है पानी पनि पर्न लाग्यो जस्तो छ तर केही छैन खेल रोमाञ्चक हुँदैछ दुइटैले राम्रो अट्याक गरिराख्नु भएको छ भूपेन दाइको यो ओ नो फल हुन पुगेको छ त्यहाँ के भयो ओहो पास ओ शॉटको पास ओहो हाम्रो बल उडेको छ ल यो भेट्यो भने राम्रो चान्स हुन सक्छ उनीहरूलाई यो भेट्यो ओए घुमाएर त हानेको तर राम्रो हाम्रो किपरको हातमा बल गएको छ यो राम्रो चान्स हुन सक्छ त्यहाँ सागर दाइले भेटाउनु भएन तर उतैपट्टिको हाम्रो डार्मस्टाडको प्लेयरले भेटाएको छ बल पास सुशान्तले भेटाएको छ राम्रो ओए यार ओ अमृत दाइको राम्रो यो बचाउ ओ राम्रो चान्स हुन सक्छ यो प्रेम दाइलाई भेटाएको छ छैन ओ राम्रो क्लियर डार्मस्टाडकोबाट सतीश ब्रोको राम्रो पास थियो यो ए ओके ओ राम्रो यो राम्रो हुन सक्छ यहाँ यतापट्टि फेरि पनि राम्रो चान्स कर्नर हुन पुगेको छ डार्मस्टाड एफसीलाई ओइ के हो यो त्यहाँ फेरि पनि कर्नर हुन पुगेको छ यो
डाम्सर एफसीको कर्नर ओए ओए अगाडि काउन्टर ल सतीश ब्रो काउन्टर लग्यो राम्रो भेट थिएन तर पास राम्रो थियो तर ओए उतापट्टि फेरि बल डाम्सटकै खुट्टामा गएको छ तर क्लियर भएको छ बल होइन ओए ओए राम्रो यार चान्सहरु त यो बल त बाहिरै गएको छ छक्का प्रहार भएको छ बल स्टेडियम बाहिर गयो नि त ल हेलो हाम्रो दुईजना सपोर्टरहरु पनि आइसक्नु भएको छ यहाँ ओहो यो राम्रो चान्स हुन सक्छ यार राम्रो चान्स हुन सक्छ यो ओए तर राम्रो डिफेन्स ओए फल भएको छ तर राम्रो चान्स थियो यहाँ प्रहलादको कर्नर भएको छ यहाँ कर्नर हान्न प्रेम दाइ गइसक्नु भएको छ राम्रो बल यहाँ हेड हान्यो ओ त्यस्तै गरी बल फेरि पनि अझै ओए ओए नाइस सेभ ल सुरेशको राम्रो पास थियो यहाँ अझै पनि हरिराम दाइलाई नि राम्रो अहिले बल्ल दुईटै टिमको बल ओए यो छिरेको छ तर हाम्रो डिफेन्स छैन त्यहाँ किपरको बल किपरको खुट्टामा भर्खर 12 मिनेट भयो फर्स्ट गेमको यस्तै गरेर बल फेरि हजुर छैन खासै अघिदेखि यतिकै कुद्दै ओहो राम्रो चान्स हुन सक्छ यहाँ सागर दाइको राम्रो बल भेटायो हान्यो ओए यार बल क्लियर भएको छ राम्रो बल थियो यहाँ बलम्यान हाम्रो सरोज दाइ हुनुहुन्छ ओए कर्नर भएको छ कर्नर हान्न हाम्रो प्रहलाद ब्रो हेड गर्न गयो राम्रो कर्नर यो ओइ सुट राम्रो चान्स प्रेम दाइ थियो त्यहाँ ओइ फेरि हाम्रो किपरको हातमा बल गएको छ डाम्सटको किपरको हातमा ओइ डाम्सटको लागि राम्रो बल राम्रो चान्स हुन सक्छ राम्रो बिल्डअप भइरहेको थियो यहाँ हरराम दाइको राम्रो प्रेम दाइ ओए तर राम्रो बल थियो यहाँ
राम्रो राम्रो बिल्ड अप भइरहेछ अहिले गेम सिटी छ क्या हो सिटी थियो त अमन दाइसँग छ सिटी त ए छ सिटी छ साइडको फ्री किक भएको छ यो राम्रो यहाँ लग्यो भन्न आएछ क्लियर राम्रो डिपेन्ड दाइलाई ओ हरराम दाइको यो गेम यताउता भइरहेछ तर यो चेन्ज गर्ने भएको छ हाम्रो कि कसको ल हाम्रो सागर ब्रो निस्केर सागर दाइ निस्केर रूपक ब्रो छिर्नुभयो ओ यार ब्रदर त्यस्तो ठेल्न पाइन्छ त्यस्तो ठेल्दिने त्यही त नि के भयो एग्रेसिभ म्याच होइन है फ्रेन्डली म्याच हो सुयस तुना खुस्के छ ओइ यहाँ तुना हेर्दा झन्डै गोल भइसकेको थियो यहाँ यतापट्टि त खुज्नै बिर्सेछ झन्डै हरराम दाइको गोलै आउँदैन थियो गोलै भएन तर राम्रै भयो त भन्नु भएन होइन ल यो राम्रो चान्स थियो अघि हरराम दाइलाई हामीले हेर्दै झन्डै गोल भइसकेको थियो अझै पनि गोल राम्रो छ ओ यस प्रेम दाइ हान्यो राम्रो चान्स ओए बल फेरि यतापट्टि जामसटकै खुट्टामा बल सुयसको राम्रो क्लियर ओइ सतीश प्रोलाई आज ढक राम्रो प्रहलाद ओइ राम्रो चान्स अफ साइड भएको छ तर गोल त थियो तर अफ साइड भइसकेको थियो ओ राम्रो चान्स हो भेटायो ओए तर पनि यहाँ फेरि पनि क्लियर भएको छ सुशान्त अब बल्ल घाम पनि उदाएको छ माथि खै कता हो यतातिर अब गेम अझै तात्तिन पर्ने हो ओइ राम्रो क्लियर बाहिर आन सबसे पहले ओए त्यहाँ आफ्नै खुट्टामा हल्का दाइको मिस्टेक भएको छ
हल्का चेन्ज ए सरी को छिर्यो सतीश निस्किएको छ सतीश ब्रो निस्किनु भएको छ भने ग्राउन्डमा साजन छिरेको छ गेममा साजनको पास यो राम्रो चान्स छ फोल फोल पेनल्टी किपरको इपिक रहेछ नि त आवाज त ब्रोको त सही हो यो ल चान्स डिफेन्डर हान्यो बाटोमा पुग्यो भने चाहिँ बसमा कहिले पुग्छ ट्याक्सी लिएर आउनु भन्दा हुन्छ गोल सुशान्त भाइले गोल गरेको छ यो फर्स्ट गोल हुन पुगेको छ सुशान्तको यो राम्रो गोल हेडिङमा हेडमा सुशान्त हाम्रो 13 नम्बर सबैभन्दा यंगेस्ट प्लेयरले गोल गरेको छ ल सुशान्तको एउटा गोलको साथसाथै बनले फर्स्ट गेममा लिड गरेको छ लग्यो रूपक ब्रो भेटिएन तर खै के भयो च्याप्यो त्यही च्याप्यो भेटायो हराउँदा हान्यो Kim
यो त झन्डै आत्मघाती गोल हुन पुगेको थियो। राम्रो भूपेन दाईले बल भेटाएको छ पछाडिबाट। दिपेन दाईको यो राम्रो पास। ओए पोलमा लागेको त प्रेम दा हान्यो। ओए कस्तो चान्स थियो। दिपेन दाईको राम्रो प्रयास पोलमा लाग्यो, त्यसपछिको चान्समा गोल हुन सकेन। बबल बबल यो राम्रो चान्स हुन सक्छ। हेन 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 लग्यो ब्रोले। ओए यार काउन्टर हुन लागेको छ। काउन्टर 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 लग्यो लग्यो। नाइस नाइस। ओ यो साजनलाई के गरे भाइ। ए यो कस्तो राम्रो चान्स पाइसकेको थियो यो। राम्रो चान्स हुन सक्छ यो। हान्यो। ओए बचायो यार। फेरि आजको उताको किपरले राम्रो राम्रो बचाइरहेको छ। ओए ओए ल झन्डै गोल भइसकेको थियो त्यहाँ। र साजन राम्रो चान्स थियो। राम्रो पास हुन सक्थ्यो यहाँ। हो बल फेरि हाम्रो मिडमा। राम्रो राम्रो साजनको यो राम्रो। फेरि पनि भूपेन दाईकै खुट्टामा बल, तर फेरि डह्रो खेलिरहेको छ बलले। ल दिपेन्द्र दाईले यो पास यतापट्टि पास दियो प्रहलादको। हान प्रहलाद। राम्रो थियो यार। यहाँ कस्तो राम्रो चान्स। हरराम दाईको प्रहलाद ब्रोको बिचमा, तै पनि यो गोल हुन सकेन। अझै लास्ट मिनेट एकदमै रोमाञ्चक ब्याक टु ब्याक एट्याक हुँदैछ यहाँ दुईटै टिमको। हो 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 फेटा बानेको भाइले भेटायो भने गोल हान्नु सक्छ, तर उसले भेटाएन।
ओ ल फर्स्ट गेम सकेको छ फर्स्ट गेममा एनएफसी बोन 1 नेपाल डार्मस्टाड एफसी 0 सो फर्स्ट गेम चाहिँ जितेको छ हेरौँ दुईटै टिमले राम्रो खेलेको थियो अब सेकेन्ड गेम थर्ड गेम हेरौँ